नेकपा एमाले देशको विभिन्न स्थानहरूमा नारा जुलुस निकालेको छ। अध्यक्ष ओलीलाई विधि मिचेर पक्राउ गरिएको भन्दै 24 घण्टाभित्र रिहाई गर्नुपर्ने र गृहमन्त्री सुदन गुरुङले तुरुन्तै राजीनामा दिनुपर्ने माग राख्दै एमालेको नाराबाजी चलिरहेको छ। नाराबाजीको क्रममा केही स्थानमा प्रहरीसँग झडप समेत भएको छ। झडपमा प्रहरीको लाठीचार्जबाट एकजना प्रदर्शनकारीको टाउकोमा गम्भीर चोट लागेको छ। साथै प्रदर्शनकारीहरूले सडकको डिभाइडर फुटाउनेदेखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् भने पोखरामा प्रदर्शनकारीले कार्की आएको प्रतिवेदन जलाएका छन्। यस्तै काठमाडौँ भने गृहमन्त्री सुदन गुरुङको पुतला जलाइएको छ। यसैगरी निषेधित क्षेत्र प्रवेश गरेको भन्दै प्रहरीले हालसम्म 7 जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार बबरमहलबाट 4 जना र सिंहदरबार प्रवेश गर्ने मुख्य गेट आसपासबाट 3 जनालाई पक्राउ गरी उनीहरूलाई परिसरको हिरासतमा राखिएको छ। उता कांग्रेस नेता रमेश लेखकको गृह जिल्ला कञ्चनपुरमा भने एमाले र कांग्रेस सँगै मिलेर संयुक्त मोर्चा र्याली निकालेका छन्। यसैगरी देशका अन्य स्थानहरू जस्तै बनेपा, सुर्खेत, धनगढी, मकनपुर लगायत क्षेत्रहरूमा पनि आन्दोलन चर्किरहेको छ। खैर, यो सँगै अबको 24 घण्टाभित्र ओलीलाई नछाडे भोलि बेलुकाबाट एमाले थप सशक्त आन्दोलन गर्ने चेतावनी महेश बस्नेतले दिइरहेका छन्। आन्दोलन उग्र बन्दै जाने देखिएपछि अहिले सिंहदरबारमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ। प्रहरी र सशस्त्र सँगसँगै बाक्लो संख्यामा सेना पनि राखिएको छ। यसैबीच आजै बसेको कांग्रेसको बैठकले सरकारको यो कदम चयनमुखी भएको, भदौ 24 लाई व्यवस्था गर्दै 1 और 23 लाई टार्गेट गर्नु कुनै पनि हालतमा लोकतान्त्रिक नभएको भन्ने डिस्कसन निकालेको छ। साथै हतारमा गरेको निर्णयहरूले देश पुनः द्वन्द्वमा जान सक्ने खतरा बढेको भन्दै सुझबुझका साथ अगाडि बढ्न र भदौ 24 लाई पनि अनुसन्धानको दायरामा ल्याउन नेपाली कांग्रेसले अनुरोध गरेको छ। यो सँगै अब देशको विभिन्न स्थानहरूमा सुरक्षाको लागि भन्दै प्रहरीको बाक्लो उपस्थिति बढाइएको छ भने सबै ठाउँमा हाई अलर्ट राखिएको छ र खास गरिकन नेकपा एमालेका नेता महेश बस्नेत पनि अब पक्राउ पर्ने भन्ने हल्ला अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्किरहेको छ। तर यसको पुष्टि प्रहरीबाट भइसकेको छैन र भक्तपुर प्रहरीलाई पनि कुनै त्यस्तो सूचना नआएको भन्ने हामीले जानकारी पाएका छौँ। तर महेश बस्नेतलाई पनि पुरानो मुद्दा बिउत्याएर पुनः पक्राउ गर्न खोजिएको भन्दै अहिले सामाजिक सञ्जाल र विभिन्न प्लेटफर्महरूमा यसको चर्चा निकै